So beautiful people, once again फेरि पनि पाण्डा मामाको सर्ट भिडियोमा तपाईलाई वेलकम। आज तपाईले मलाई देख्नु हुँदै होला हल्का टोपी सोपी लगाएर चस्मा लगाएर। आज हामी अब मेरो आइतबार फ्लाइट छ, फर्किनु पर्ने। यहाँ हेर्नु न, हो जसिन्दा एकछिन न त्यहाँ उक्नु न। जसिन्दा आज हामी कहाँ गएको यसो सानो भनिदिनु त। आज चाहिँ हाम्रो आर्चरी खेल्नु गएको। सो दाजुको पछाडि भएको चाहिँ आर्चरी हो, धनु है। आज दादाले पनि आफ्नो समयलाई राखिदिएर मेरो लागि चाहिँ यो समय आउनु भएको छ। आप्पा अलिक अगाडि हुनुहुन्छ, मेरो ठुलो भानिज पनि छ, लेन्जङ पनि छ। सो हेर्नुहोस् हाम्रो गाउँठाउँ। सो तपाईँहरूलाई आज देखाउँछु के कसो हुन्छ भनेर। हल्का आर्चरी खेल्न आज पाण्डा मामा पनि आर्चरी खेल्छ। सानैदेखि अब आप्पाले खेल्दै गरेको गेम हो यो चाहिँ। गाउँमा चाहिँ यति बेला चाहिँ आर्चरीको गेम हुन्छ। राम्रो एमाउन्टहरू भएको हुन्छ क्या, 2 लाख 3 लाख त्यस्तोहरूको। सो प्र्याक्टिस पनि हुन्छ। अन्त आज उहाँले मलाई समय दिनुभएको छ फर्किहाल्छ भनेर। सो के हुन्छ तपाईँलाई बताउँदैछु, स्टे ट्युन है तपाईँहरू ल। खोल्छाउ। सो गाइस यो चाहिँ हाम्रो अन द वेको बाटो हो। बस्तीमा चाहिँ हेर्नु सानो बाटो, 1 मिस्टेक त फिनिस। हेर्नु त यहाँ रुखपात हरियाली। हामी चाहिँ यस्तो बाटो हिँडेर गएको स्कुल चाहिँ। सर्टकट हेर्नु यहाँनिर हामी पौडी खेल्ने जग्गा स्कुलबाट आउँदा। अहिलेसम्म स्टिल छ क्या यहाँ। पहिला चाहिँ ठुलो हो तरै पनि अहिले चाहिँ घटेछ सानो। यहाँ अगाडि जाँदैछ हामी। मजाले गफसफ गर्दै बस्तीमा। एडभेन्चर टाइपको पनि हुन्छ यो चाहिँ, हाइकिङ टाइपको। यहाँ मेरो ठुलो भानी छ, लिन्जे दादा पछाडि छ। यसरी क्रस गर्नु स्कुल जाँदा चाहिँ पानी हुन्छ। हेर्नुहोस् त। सो गाइस तपाईँहरूलाई म सानो एउटा कथा भन्न गइरहेको छु। त्यो चाहिँ के हो भन्दा चाहिँ यो तपाईँले ट्रनिङको ढुङ्गा देख्नु हुँदैछ। यो चाहिँ यसरी घुमेर जान्छ उकालो। यो चाहिँ अब म पनि यही बाटो हिँडेर पढेको केटा हो। तर 99, 2000, 2001, 2002, 2003 म यही बाटो 4 वर्ष सेन्ट जोसेफ स्कुल गिडाब्लिङ पढेको। तपाईँलाई देखाउँछु ल। त्यति बेला चाहिँ यो बाटो यस्तो थिएन क्या, एकदम भिरालो अप्ठ्यारो। यो पुल देख्नु हुँदैछ तपाईँले। त्यति बेला हामी पढ्दा यो पुल बाँसको पुल थियो, एकदम डरलाग्दो। यो पुल चाहिँ अहिले फेरि बनाएर चाहिँ यस्तो भएको छ। यो तपाईँले देख्नु हुँदै होला। यो सबै गाउँलेको घर घर निस्किएर बनाएको क्या। गभर्मेन्टले नहेरेको एरिया चाहिँ यो पुल मात्रै बनाइदियो। यहाँ हेर्नुहोस् त, यो त भयङ्कर अप्ठ्यारो बाटो थियो त्यति बेला। बर्खामा जुगा चढ्थ्यो यो बाटो हिँड्दा स्कुल। त्यति बेला त हामीले दुध लिएर जानु पऱ्यो, डायरी। दुःख लाग्दो गरेर पढेको जग्गा हो यो चाहिँ हो। हेर्नुहोस् त तपाईँले एउटा कहानी। अब 2003 तिर हो यहाँनिर यो एरियामा चाहिँ घोडा मरेको। यो उकालो भयङ्कर अप्ठ्यारो थियो क्या। एकजना अक्कुले घोडा किन्नु भएको थियो सामान ओसार्नुको लागि। त्यति बेला चाहिँ घोडाको लोड बेसी भएर चाहिँ यो उकालोबाट ओह्रालो घर झरेको। सो यो खोला चाहिँ यही हो। अहिले त घटेर हेर्नुहोस् त यत्रो भएको छ। तर त्यति बेला समयमा यो खोला ओभर ठुलो हो क्या। अन्त मलाई अझै पनि याद आउँछ यो पुल बनाएको र मैले आँखा अगाडि देखेको भनौँ न। स्कुल जाँदा बाँसको पुल थियो। आमा आप्पा यहाँसम्म पुर्याउनु आउँथ्यो। कोही बेला आमा, कोही बेला आप्पा। यसरी पढेकै पाण्डा मामा चाहिँ यही उकालो। तपाईँको टक्लको स्कुल पुग्नु तपाईँको 2.5 घन्टा लाग्छ मेरो घरदेखि। त्यति बेला त माथि बाटोहरू थिएन। सो गुड होप हामीले नयाँ बाटो आउँदैछ भविष्यको दिनमा। अन्त हेरौँ राम्रो हुँदै जान्छ अब आउने भविष्यको नानीहरूलाई। है त गाइस, यस्तै हो पाण्डा मामाको गाउँ। तपाईँलाई कस्तो लाग्यो भनिदिनुहोस् है त। सो यहाँ चाहिँ हाम्रो टिम उकालो जाँदै गरेको बाटोमा
सबैको हतियारहरू रेडी। आजको म्याच राम्रै हुन्छ होला, आर्चरी म्याच। सो तपाईँलाई देखाउँछु के हुन्छ कसो हुन्छ है त गाइस। फेरि पनि ब्युटिफुल पिपल स्पटमा चाहिँ भर्खर आइपुगेको हामी। यही हो डिस्टेन्स चाहिँ हाम्रो आर्चरीको। हेर्नुहोस् त त्यहाँबाट यहाँ एउटा बा छ, अर्को चाहिँ यहाँनिर। पाण्डु बाबु यो कति डिस्टेन्सको हो? 123 मिटर। फुटमा चाहिँ कति? के यस्तै हो यो डिस्टेन्स चाहिँ। हेर्नुहोस् तपाईँले गिडाब्लिङमा पर्छ यो। हेर्नुहोस् त लोकेसन क्या ब्युटिफुल छ। सो आज चाहिँ हामी यो गाउँको बियोङ भन्ने जग्गाको एक दुईजना अक्कुहरूसँग चाहिँ हामीले सानो म्याच मिलाएको छौँ। सो हामी चाहिँ आइपुग्यो। तपाईँले के हुन्छ बताउँदै जान्छु है त। अब यो म्याच चाहिँ आफू साँडे भन्छ, त्यसलाई चाहिँ 50-50 जिउको। पोइन्ट चाहिँ कतिमा हो? 7मा। जसको टप हाई 7 हुन्छ उसले 50-50 हामी 6 जनामा जित्छ। सो यहाँ ड्याडी कुल यहाँ रेडी भइरहेको छ हान्नुको लागि। यहाँबाट ल गाइस म्याच चाहिँ दामी तरिकाले भइरहेछ यहाँनिर, एकदम दामी तरिकाले। वेदर हेर्नुहोस्, म पनि हात थाकेको जस्तो अनुभव भयो। मैले 4 काँडी हाने। सो अब चाहिँ खाजा खाने ब्रेक भन्दैछ। सो हेर्नुहोस् त यहाँबाट चाहिँ डुबेको तर्के चाहिँ यहाँनिर। हेर्नुहोस् त गिडाब्लिङको वेदर, घाम टिप्न लागेको कस्तो दामी। सो कस्तो लाग्यो आजको सानो भ्लग? म यहीँ गएर एन्डिङ गर्न गइरहेछु। सो अब 2028मा फेरि वापस भएर मात्रै यो जग्गामा आएर काँड खेलिन्छ। सो अक्कुहरूले पनि मलाई साथ दिनुभयो। आजको दिन चाहिँ खुसी लाग्यो मलाई पनि। सो थ्याङ्क यू सो मच। फेरि 16 तारिक एउटा पिकनिक छ लास्ट फ्यामिलीसँग गाउँको। सो त्यो भ्लगलाई हेर्नु नबिर्सिनुहोस् होला। सो थ्याङ्क यू सो मच। फेरि पनि वन्स अगेन पाण्डामा मलाई धेरै माया गरिदिनु भएकोमा। सी यू, बाई बाई, टेक केयर, बाई बाई।